वैसे दिनों ही मिल जाता कहीं लगे इंस्टाग्राम पे आके करेंगे बहुत बात, असली में झाट बराबर नींद की औकात। बाबू सम्झो इशारे हर्न फुकारे। नमस्कार साथीहरु, आजको भिडियोमा म कुरा गर्न जाँदैछु अहिलेको यो ट्रेन्डिङ कन्ट्रोभर्सीको बारेमा। तर भाइटिका नै भन्नुपर्छ सन्दीपजीलाई चाहिँ हैन, हामी 18 भन्दा अबो हो नि त। तुम दोनों की मागी छु। हेर म्याडम, सबैभन्दा पहिले त सोशल मिडियामा आएर तिमीहरु जस्तो चाक हल्लाउने अनि थुथुनो छ भन्दैमा जे पनि बोल्दिनेलाई कुन चाहिँ माधरचोदले सोशल मिडिया इन्फ्लुएन्सर मान्छ त्यो मलाई थाहा भएन। तर जो पनि माधरचोदहरु तिमीहरुलाई फलो गरेर तिमीहरुलाई सोशल मिडिया इन्फ्लुएन्सर मान्छ उनीहरुको पनि सोच तिमीहरुको जस्तै थर्ड क्लास छ भन्ने चाहिँ मलाई स्योर थाहा छ। अनि अर्को कुरा रह्यो सन्दीप लामिछानेसँगको डेटको त धेरै 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 टाढाको कुरा हो, त्यसको गु खाने औकात पनि तिमीहरुको छैन। मलाई त के गर्न नि मन छैन, डेट त मलाई नै गर्ने दाजुभाइ यस्तो दिन मिल्छ नि त कहिले। भाइ बनाएर पिट्न पनि सकिन्छ। यिनीहरुको कुरा सुनेर दिमाग सनक्क सन्किएर आउँछ भने कति बेला। ठमेलमा राति गाजा खाएर रक्सी खाएर डुलिरहेको केटालाई पिटे जस्तै हो र सन्दीप लामिछानेलाई पिट्नु भनेको। हुन त जसलाई आफ्नै औकात के हो भन्ने थाहा छैन उनीहरुलाई सन्दीप लामिछानेको औकात त कसरी थाहा हुन्छ? जुन नामलाई तिमीहरु अहिले बदनाम गर्न खोज्दैछौ त्यो नामको पछाडी 10औं वर्षको मेहनत छ। त्यो मान्छेको त्यो 10औं वर्षको मेहनत परिश्रम डेडिकेसनले बनेको नाम हो त्यो। तिमीहरुको जस्तै चाक हल्लाएर सोशल मिडियामा आएर जे पायो त्यही भुकेर बनाएको नाम होइन जो अहिले तिमीहरु यतिको मजाक बनाएर हिँड्दैछौ। एउटा देशको गहनाको बारेमा के बोल्दैछु, के बोल्नु पर्ने हो, के बोल्नु पर्ने होइन भन्ने थाहा छैन भनेपछि खानाको सट्टा घोडाको गु खाऊ तिमीहरु। गॉट कुशल विटेल अनि सन्दीप लामिछाने के नगर्ने अप्सन छैन। अनि यो कहिले नदेखेको कहिले नसुनेको कसैले नचिनेको जाडीहरुलाई रत्नपालो कुन चाहिँ कुनाबाट उठाएर ल्याइसबे। एउटा इन्फ्लुएन्सरमा हुनुपर्ने 1% पनि कुरा मैले यिनीहरुमा देखेन। न यिनीहरुको सोच इन्फ्लुएन्सरको जस्तो छ, न यिनीहरुको काम इन्फ्लुएन्सरको जस्तो छ। झन् बोलीको त के कुरा गर्नु मुजी, कहिले पनि रिस नउठ्ने मान्छेलाई यिनीहरुको बोली सुनेपछि रिस उठ्छ होला। यस्तो यिनीहरुको बोली छ। दाजुभाइ यस्तो दिन मिल्छ नि त कहिले काहे। अबे ये बहन का लोड़ा, ये जहां दिख जाता ना मेरे को गुस्सा हो रहा था भाई। अनि यो भिडियो हाल्ने कुन चाहिँ टिभी हो रे मादरचोद? त्यो भिडियो अपलोड गर्नु भन्दा पहिले एउटा च्यानल भएको मान्छे तिमीले आफूले रिचेक गर्न सकेनौ। कानेर कट लगाउने, कुन पार्ट हटाउने, कुन पार्ट राख्ने भन्ने तिमीलाई थाहा हुँदैन। भिडियो अपलोड गर्ने बेला गाँजा फुकेर बसेको थिइस् कि यिनीहरुसँग ठमेलमा घुम्दै बसेको थिइस्? अनि पछि यिनीहरुको बोलीमा कन्फिडेन्स हेर्न माशाला कन्फिडेन्स। हामीलाई त डेफिनेटली हामीलाई त बहिनी नै बनाउनुहुन्छ। अब ल डेट भयो त उहाँले गर्ने नि हैन। बात करो रातभर काम करो झाडभर भन्थे नि हो। त्यो भनाइ एकदमै सही बस्छ के यिनीहरुमा। अझ फेरि कमेन्ट गर्दै बसिरहेछ सन्दीप लामिछानेलाई सबैले डेटै भन्नुपर्ने हो र भने। कुरा डेटको होइन है मुजी, डेटको कुरै होइन के यो। कहाँबाट डेटको कुरा आयो? कुरा उसको पर्सनल लाइफको, उसको इज्जतको कुरा छ, कुरा उसको पास्ट लाइफको छ। उनीहरुले डेट गर्छ भने पनि उनीहरुको औकातले भ्याउँदैन सन्दीप लामिछानेलाई डेट गर्नको लागि। जुन कुरामा उ निर्दोष छ त्यही कुरालाई टार्गेट गरेर उसको पास्टलाई टार्गेट गर्नु ठुलो कुरा हो। उसको पास्टलाई टार्गेट गर्नु यिनीहरुको गल्ती हो। लेभलै मिल्दैन मुजी। जहाँ उसले आफ्नो मेहनतले परिश्रमले विश्वमा आफ्नो देशलाई आफूलाई चिनाइरहेको छ भनेपछि तिमीहरुले त्यही विश्वको सामु आफ्नो चाकलाई चिनाइरहेका छौ। कसरी मिलोस् लेभल फेरि? जस्तो थर्ड क्लास यिनीहरुको सोच छ त्यस्तै थर्ड क्लास यिनीहरुको पढाइ पनि रहेछ भनेर जुन यो सोशल मिडियामा यिनीहरु सरीको पोस्ट गर्यो नि त्यो पोस्टबाट बताउँछ। कुल बन्दलाई इंग्लिशमा पोस्ट गर्यो तर त्यो पोस्ट पनि 90% च्याट जीपीटीबाट कपी छ। थुक्क जिन्दगी गजब बेइज्जती है। जब यतिको इंग्लिश नै आउँदैन भनेपछि के को पुल बन्द परेको हो? कौन है ये लोग, कहाँ से आते हैं? र यो भिडियोको लास्टमा म सन्दीप लामिछानेलाई के भन्न चाहन्छु भनेपछि तपाई यो देशको गहना हो, तपाई यो देशको हिरा हो। तपाईको परफर्मेन्सले, तपाईको खेलले जुन लेभलको सेटिस्फेक्सन नेपाली जनतालाई, नेपाली क्रिकेट फ्यानलाई र जुन लेभलको सक्सेस नेपाल क्रिकेटलाई मिलेको छ नि त्यो एउटा क्रिकेट फ्यानलाई मात्र होइन पुरै 3 करोड नेपालीहरुलाई थाहा छ। तपाईको त्यस्तो नराम्रो फेजमा पनि तपाईकै साथमा थियौ, अहिले पनि तपाईकै साथमा छौ र अझ पनि तपाईकै साथमा हामीहरु रहिरहने छौं। तपाईले नेपाल देशको लागि, नेपाल क्रिकेटको लागि अझ यो भन्दा पनि धेरै गरेको हेर्न मन छ हामीहरुलाई। तपाई अगाडि बढ्दै जानुहोस्, तपाईको हरेक पाइलामा हामीहरु तपाईलाई साथ दिन्छौं। साच्चै भन्ने भनेपछि तपाई बिनाको नेपाल क्रिकेट हामीहरुले कल्पना पनि गर्न सक्दैनौ अहिले। यु आर ट्रू जेन्टलम्यान। ये बड़ी अच्छी बात कही आप। That's all for today video guys। भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरिदिनुस् र कुन पार्ट मन पर्यो त्यो पार्ट पनि कमेन्ट गरिदिनु होला।
र त्यो सब्स्क्राइब गर्ने काम तपाईहरुको मन हो, मन लाग्यो गर्नुस्, मन नलाग्यो नगर्नुस्। बाकी अब हामी छिट्टै अर्को भिडियोमा भेट्ने छौं। तबसम्मको लागि टेक केयर, बाइ बाइ, हैव अ ग्रेट डे, लभ यु अल, जय नेपाल।